ल यसरी हामीले चाहिँ यो बहिनी दिदी हो कि बहिनीलाई चाहिँ हामीले अब जिम्मा लगाइसक्यौँ होइन है। अनि बिचरा है पोखराबाट घुम्न आएको रहेछ अनि सो अनि बुढा साथीहरूसँग आएको रहेछ। अब कहाँ गयो साथीहरू कहाँ छन् के छ केही थाहा छैन है। दाइ हजुरको जिम्मा लिए है यसो मास्क खोलिदिनु न। हस् हस् हजुर सोचेर राखेँ नि त एउटा छोरी मान्छे होइन किन्टा सिधा त नि अर्कोले हेल्प गर्छु भनिरहेको थियो त। ए बाबा त्यो हेलो हेलो भन्नु न भन्नु। उहाँ दिदी चाहिँ एकदमै ल दिदीलाई ल ल ल ल पुरा गर्नु त। उहाँ बहिनी चाहिँ है पोखराबाट आउनु भएको रहेछ बुढा